नमस्कार सबैजनालाई। आज हामी सरप्राइज छ। कस्तो सरप्राइज भयो? घुम्न जानलाई क्यानबरा भित्रै पर्दो रहेछ। आज ज्वाइँ साथसित हामी यसो घुम्न जाँदैछौँ। छिटो जाने बट्टे ढिला हुन्छ। ल गइहालौँ न त मम्मी। ल लेट्स गो। ल गइहालौँ मुन्जालाई सरप्राइज दिएर गइहालौँ। ल गाडीमा चाहिँ एउटा सानो सरप्राइज भन्दा अगाडि चाहिँ बुवा मम्मीलाई चाहिँ क्विनवेन लिएर जाँदैछौँ हामी। क्विनवेन मन्जु दिदी अनि हाम्रो सानो बहिनीलाई पिक गरेर सबैलाई सरप्राइज प्याकेज एउटा छ। त्यो चाहिँ क्यानबेराभित्र नै पर्छ। अब हामी क्विनवेन जाँदैछौँ। 10 मिनटमा क्विनवेन पुगिन्छ। उहाँहरूलाई पिक गर्ने अनि हामी ब्याक टु सरप्राइज प्लेसमा जाने। अब क्विनवेन आइसकेको छ र सानो दिदी र मन्जु दिदी र सानो मगर बहिनी रेडी अवस्थामा हुनुहुन्छ। नमस्ते हुनुहुन्छ। नमस्कार बहिनी। लेट्स गो। ढिला भइसक्यो। हामी आइसकेको छ सरप्राइज डेस्टिनेसनमा। यो लोकेसन चाहिँ कहाँ हो हामीलाई थाहा छैन है। दिदी कस्तो लाग्यो यसो हेर्दा चाहिँ? रमाइलो छ नि। हो त्यही भएर ल्याएको क्या दिदीलाई मैले। अस्ति हजुर कता जानुभएको छ भनेर हो क्या। यस्तै ठाउँ जानुभयो नि त। कस्तो भयो? ल है त फाइनल्ली आयो है हामी सरप्राइज डेस्टिनेसनमा। सरप्राइज डेस्टिनेसनको नाम के हो दाइ? यो एउटा गुम्बा मन्दिर के हो नाम चाहिँ थाहा छैन। सत्य मूर्ति के लेखा थियो क्या गुगल म्यापमा। कन्स्ट्रक्सन चलिराखेको रहेछ। पनि यस्तो हेर्दै न त। एक्सपेक्टेसन भर्सेस रियालिटी त भएन नि दाइ। म त एकदमै राम्रो। लाफिङ बुद्ध चाहिँ ह गर्दै हाँस्दै हुनुहुन्छ। मलाई बचाउनुहोस्। यता यस्ता अर्को मूर्ति हुनुहुन्छ। चाहिँ फुल इन्सपेक्सन हान्दै हुनुहुन्छ। एकदमै राम्रो कलात्मक छ त यो त होइन। कति तले रहेछ? 1 2 7 तले त होला नि। 1 2 3 6 7 तले चाहिँ देखिन्छ। भाइले घुम्न सरप्राइज भनेर ल्याएर यस्तोमा यहाँ यस्तो राम्रो ठाउँमा वा भन्नु आज दिदीले मन मनै चाहिँ। भवाल आनन्द उहाँ पनि भिजिटमा आउनुभएको छ। सक्कमै नै बुद्धिस्ट सेन्टर ठाउँको नाम। लाइनमभन्दा थोरै पर क्यानबेरा। यस्तो देखिन्छ फुल भ्यू चाहिँ। कन्स्ट्रक्सन धमाधम चल्दैछ। यहाँ हल्का फोटोसुट हुँदैछ। फ्यामिली फोटोसुट। एकदम आनन्द लाग्ने दिन पनि एकदमै रमाइलो। मम्मी बुवाको आफ्नो फोटोसुट पनि सकेर आइसक्नु भएको छ। मम्मी यहाँ आएर चाहिँ कस्तो आनन्दको महसुस फिल भएको छ नि हजुरलाई? लुम्बिनी गए जस्तै लाग्यो। अब नेपाल गएर नि लुम्बिनी जानुहुन्छ कि नि फेरि पनि? बुवाको चाहिँ के छ र यसमा? भुटानी चाहिँ छ। भित्र छिर्न पाइएन।
ल अर्को साइडपट्टिबाट भ्यू हेरौँ न त अब। ल हुन्छ टाढा ल। जाँदा हामी पछाडि आए जस्तो लाग्यो र अब हामी अगाडि जाँदैछौँ। मन्जु दिदी फेरि के भइरहेछ अन्त हेरिराख्नु भएको छ। एकदम बुद्धिस्टहरू चाहिँ आउनै पर्ने ठाउँ लाग्यो। आइयो हामी पनि। यो सानोतिनो प्रोग्राम अनि बुद्ध जयन्तीमा चाहिँ यहाँ प्रोग्राम हुने जस्तो लाग्यो मलाई चाहिँ। सुनसान छ, प्राइभेट एरिया लेखेको छ त्यो त। यहाँ हेरेर सकिन्छ। यहाँ त्यो भिन भान लेखेको छ सबै चेयरहरूमा। Speak only when you feel your words are better than the silence. एकदम मन छुने कुरा छ यहाँ, मनन गर्नुपर्ने। यस्तै गरी अर्को, open your mind before you open your mouth. कडा mistakes are proof that you are के हो त जस्तै हो। Help people even when you know they aren't coming for help टाइपको छ हैन, मैले बुझिन। र अर्को लेख्छ you can't always be strong but you can always be brave. माई बबाल यस्तो रातो फुल फुलेको छ यहाँ। पात फुलेको छ, कस्तो राम्रो देखेको यहाँ। हुन्छ। बुवाले निमको पत्ता चाख्दै हुनुहुन्छ अब कतिको तितो छ भनेर। होइन रहेछ, देख्दा निम हेर्दा त त्यस्तै छ। अहिले अग्लो, यति अग्लो त हुन्न होला नि निम त। अब हामी चाहिँ यहाँ दामी ठाउँ रहेछ फोटोसुटको लागि। यसो हामी फोटो खिच्छौँ यसलाई। रमणीय वातावरण छ यहाँ। पात झरेका छन्। अस्ट्रेलियामा पैसा झर्छ भनेको रुखबाट पात झरिरहेछन्। अब ल दाइ भन्नु त आजको अरू केही रियालिटी भर्सेस एक्सपेक्टेसन मिट भएन। उल्टे भयो दाइ। उल्टो भयो। ल है त फेरि नेक्स्ट भिडियोमा भेटौँ न, मम्मी बाबा दिदीहरूको साथमा।